हेलो हेलो नमस्ते। आज चाहिँ सबैको बिदाको दिन हामी चाहिँ पार्कतिर हिँडियो है। यस्तो मौसम पनि कति राम्रो छ, आनन्द, घाम पनि लागिरहेछ तातो। मेरो नानी त हिँडिसक्यो, ल हतार भइसक्यो, अगाडि कुद्दैछ। अब चाहिँ हामी गाडी पार्किङ गरेर भित्रतिर लाग्यौँ पार्कतिर। हेर्न कति राम्रो छ मौसमहरू है, सफा के एकदम सुन्दर ठाउँ नै कस्तो सुन्दर छ। अब अलिकति भित्र जानुपर्छ, हामी चाहिँ भर्खर गेटबाट भित्र छिर्यौँ। अब चाहिँ मेरो नानी चाहिँ कुदिरहेछ, सानो चाहिँ उसलाई चाहिँ कति रमाइलो भयो। आज हामी चाहिँ धेरै दिन भइसक्यो होइन नानीहरूलाई बाहिर ननिकालेको, पानी परे अनि चिसो बढेर एकदम जाडो थियो नि त, अनि त्यही भएर यिनीहरूलाई निकालेकै थिएन। अनि आज चाहिँ मौसम राम्रो गरेको भएर लगौँ ल त भनेर अनि सबैजना मिलेर आएको। यहाँ यस्तो के अरे यहाँ के खानेकुराहरू पनि पाउने रहेछ कि यहाँ चाहिँ स्टल राखेछ। अनि पछि अब खानेले खान्छन्, नखानेले आफूले घरबाट ल्याएर पनि आउन मिल्छ। अनि बच्चाहरूलाई खुवाउँदै आफूले खेल्दै खाँदै गर्दै गरेर यिनीहरूले चाहिँ फुल टाइम बस्छन् कि यहीँ। अनि पुरा खुल्ने बित्तिकै आएर जापानिजहरू अनि टेन्ट टाँगेर एकदम रमाइलो गर्छन् कि बच्चाहरूलाई। अरू बेला त बिजी नै हुन्छ होइन, अनि त्यो फुर्सदको समयमा चाहिँ बच्चालाई चाहिँ एकदम टाइम दिने कि। यदि तपाईँहरू पनि माचुतो वरिपरि हुनुहुन्छ भने चाहिँ अब फ्यामिलीमा हुनुहुन्छ, बच्चाहरू छन्, बच्चाहरूलाई कता लैजाने बिदाको बेलामा घुम्न भन्नुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ यो बेस्ट हुनसक्छ होइन। यहाँ चाहिँ बच्चाहरूको लागि चाहिँ एकदम के खेल्ने कुराहरू कति धेरै छ कि। अब एउटै मात्र खेलिरहनु पर्दैन होइन, धेरै थरीको खेल्ने कुराहरू भएको हुनाले चाहिँ बच्चाहरू चाहिँ एकदम इन्जोय गर्छन् जस्तो लाग्छ है मलाई चाहिँ। मैले चाहिँ एकदम इन्जोय गरेँ, मेरो नानीहरूले नि इन्जोय गर्दैछ होइन, उनीहरूलाई पनि रमाइलो भयो। तर बेला बेलामा हावा चाहिँ चलिरहेको थियो, चले तापनि तर तातो चाहिँ तातै थियो कि आज। म चाहिँ अब कतातिर बस्ने होला भनेर ठाउँ हेर्दैछु, सकेसम्म यति नजिकै बसौँ, बच्चाहरूलाई खेल्न सजिलो हुन्छ भनेर हेर्दैछु। अब यो बाउछोरी चाहिँ कता पुगिसक्यो, हुँदैन त सोही हिँड्ने कि फेरि यति बसौँ न भन्छु म चाहिँ, अनि पर बसौँला भन्दै कुदेछन्। हेर्न कति बच्चाहरू कति रमाइलो गरिरहन्। ल तपाईँहरू पनि आउनुहोस् है यो ठाउँमा, आएर बच्चाहरूलाई खेलाउनुहोस्, इन्जोय गर्नुहोस्। यदि अब तपाईँहरू साथी भएर बार्बेक्यू गर्ने विचार गर्नुभयो, कता जाने भन्ने सोचमा हुनुहुन्छ भने पनि यो माथिपट्टि चाहिँ बार्बेक्यू गर्ने ठाउँ छ, अनि त्यहाँ बसेर बस्ने रमाइलो गर्न सक्नुहुन्छ। अनि यता तल चाहिँ फेरि यो खेल्ने ठाउँ हो, सबै बच्चाहरूलाई खेलाउने, खेल्ने खाने, घरबाट कसैले घरबाट ल्याउँछन्, कसैले यतै किनेर खान्छन् होइन, गर्छन्। यस्तो खेल्ने ठाउँ पनि छ है। बाउछोरीहरू पुरा इन्जोय गरेछन्। म चाहिँ तल उहरू ओछ्याएर भएँ, तलपट्टि बसेको। म त अलि हिँडिनँ, अनि आफै खेल्न मिल्ने हो। हामी चाहिँ यस्तै गर्दै 2-3 घन्टा जति त बितायौँ। अब जाम भयो भनेको यिनीहरूले नमानेर अझै खेल्ने भन्छन्। अब चाहिँ बिस्तारै जाम भनेको फेरि उता खेल्न कुदिसक्यो जेठी कुदेसी, कान्छी पनि सँगसँगै जान खोज्ने। तर यिनीहरू चाहिँ कति रमाइलो गरे आज चाहिँ। अब बच्चा खुसी भएपछि आफू पनि खुसी होइन। ल सबैले हेरिदिनु भयो, थ्याङ्क यू।